हेलो गाइज वेलकम टु माई बेक युट्युब च्यानल हजुरको माझमा पुनः उपस्थित भइसकेको छु म अमर मगर होइन। आज पनि फेरि हजुरको माझमा मैले होइन नेपाली चाहिँ कसरी गर्ने भन्ने तरिकाबाट अर्को तरिकाबाट मैले लिइसकेको छु होइन। पहिला चाहिँ मैले एप्स लोड गरेर प्ले स्टोरबाट एप्स लोड गरेर गर्ने तरिका सिकाएको थिएँ भनेपछि आज तपाईँले सिधै वेबसाइटमा होइन सिधै गुगलमा गएर होइन डाइरेक्ट तपाईँहरूले चाहिँ कसरी गर्न सकिन्छ र कसरी गर्ने र के प्रोसेस हुनु भन्ने कुराहरू तपाईँहरूलाई मैले स्टेप बाई स्टेप सिकाउन गइरहेको छु होइन। तपाईँहरूले हेर्नुहोस् है त कस्तो लाग्छ के लाग्छ होइन। तपाईँले प्रक्रिया पनि दिनु नभन्नु होला होइन। तपाईँहरूले कमेन्ट चाहिँ गर्नुहोस् है, त्यस्तै अनुसार मैले भिडियो बनाएको छु होइन। तपाईँहरूले आज फेरि एकदम सर्टकटमा होइन यो चाहिँ तपाईँलाई एकदम बेस्ट लाग्न सक्छ होइन। उसमा फेरि अब जुन मैले पहिला भिडियो बनाएको थिएँ त्यो पनि नराम्रो छैन, राम्रै छ होइन। त्यो चाहिँ पछि सबै पनि गर्न सकिन्छ। तर योमा चाहिँ जतिखेर तपाईँलाई चाहिएको छ त्यतिखेर सिधै वेबसाइटमा गएर होइन वेबसाइटबाट तपाईँले लोड गर्न सक्नुहुन्छ र रिचार्ज गर्न सक्नुहुन्छ त्यो नेपालमा है त। त्यसको लागि सबैभन्दा पहिला म तपाईँहरूलाई फटाफट होइन आफ्नो मोबाइलको स्क्रिनमा लगाइछु। तपाईँहरू स्क्रिनमा बनिराख्नुहोस्, हेर्नुहोस् है त कस्तो लाग्छ, सिक्नुहोस् होइन। अथवा मेरो भिडियो तपाईँहरूलाई नराम्रो लाग्छ भने तपाईँहरूले नहेर्नुहोस् केही छैन होइन। तर यो तरिका चाहिँ एकदमै बेस्ट हुनसक्छ भने तपाईँहरूलाई है सिक्नुहोस् है त। थ्याङ्क यू सो मच। अहिले भने म मोबाइलको स्क्रिन त्यो लगाउन चाहन्छु तपाईँहरूलाई फटाफट छ। सो गाइस तपाईँहरूलाई फटाफट मैले चाहिँ होइन मोबाइलको स्क्रिनमा ल्याइसकेको छु होइन। तपाईँहरूले चाहिँ मोबाइल स्क्रिनमा हेर्नुहोस् है त। सबैभन्दा पहिला तपाईँहरूले चाहिँ होइन या त गुगलमा र तपाईँको मोबाइलमा जुन छ क्रोम बक्समा गएर पनि तपाईँहरूले सो के अरे त्यो वेबसाइटबाट रिचार्ज गर्न सक्नुहुन्छ है त। म चाहिँ अहिले फेरि क्रोममा गइरहेको छु। तपाईँहरूले चाहिँ गुगलमा पनि गएर गर्न सक्नुहुन्छ, सिधै गुगलमा गएर पनि गर्न सक्नुहुन्छ होइन। र तपाईँहरू सिधै गुगल र क्रोम त सबैको मोबाइलमा हुन्छ नि त होइन। त्यही भएर या गुगलमा जाने सिधा क्रोममा जानुहोस् है त। म चाहिँ क्रोममा जान्छु है त। क्रोममा जानुहोस्। क्रोममा गइसकेपछि यहाँ लेख्नुपर्ने हुन्छ है त। यहाँ चाहिँ तपाईँहरूले के लेख्नुपर्ने हुन्छ भन्दाखेरि NAPAL नेप सरी अलिक गल्ती भयो होइन। यहाँमा चाहिँ नेप्ले लेख्नुपर्ने हुन्छ है। नेप्ले कार्ड लेख्नुहोस् है, सिधै कार्ड नेप्ले कार्ड यही लेखेर तपाईँले सर्च गर्नुहोस् होइन। त्यसपछि सिधै यहाँ आउँछ। तपाईँले यस्तो गर्दा पनि हुन्छ होइन, www.नेप्ले कार्ड गर्दा पनि हुन्छ। तपाईँको वेबसाइट ओपन भइसक्यो होइन, त्यसो गर्दा पनि हुन्छ। तर सर्टकटमा www नलेखिदिनु हुन्छ होइन। नेप्ले कार्ड सिधै लेखिदिनुहोस्। यो तपाईँले जो इन्टरफेस देखिरहेको छ त्यो लेखिदिनुहोस्, त्यसमा भइहाल्छ होइन। अनि सबैभन्दा पहिला यो इन्टरफेस देखिसकेपछि तपाईँले यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गर्नुहोस्, वेबसाइट ओपन गर्नुहोस्। सो तपाईँहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ होइन। यो इन्टरफेसबाट चाहिँ यसबाट पनि गर्न सक्नुहुन्छ, तर यसमा चाहिँ आइडीहरू लगइन के भनिराखेको हुन्छ नि त होइन। यसबाट नगर्नुहोस् तपाईँले होइन। म तपाईँलाई बताउँछु कसरी के गर्ने भने होइन। योबाट हुन्छ तर सजिलो पनि हुन्छ, तर यसबाट आइडीहरू लगइन गर भनिराखेको हुन्छ क्या है। सो आइडीहरू यसबाट चाहिँ आइडीहरू लगइन भनिराखेको हुन्छ नि त होइन। त्यही भएर हामी चाहिँ अब यसलाई स्क्रल गर्नुपर्ने हुन्छ, यसरी माथि लेख्नुपर्ने हुन्छ। ल यहाँ तल देखाइसक्यो होइन, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ तल के छ है, यहाँ टक्क यस्तो छ, हेर्नुहोस् स्क्रल गरेर जानुहोस्। यहाँ सबै छ क्या होइन, जो पनि तपाईँले एडिसम छ होइन। यो टेलिकम इन्टरनेट प्याकेट पनि छ, यो सबै छ क्या। योहरू पनि छ, वाइफाईको लागि पनि गर्न सकिन्छ होइन। योहरू के छ भने सबै गर्न सकिन्छ होइन। अनि डिस्कमको लागि पनि छ, एनसेल एनटिसी पनि छ होइन। यो टाटा स्काई भन्ने के छ यो पनि छ होइन, यिनीहरू छ। तर हामीले चाहिँ जो माथि छ त्यो चाहिँ गर्नुपर्ने हुन्छ है त। फिलहाल म तपाईँलाई चाहिँ म देखाउनुलाई होइन एनटिसी गरेँ है त। एनटिसीबाट भयो, जुन तपाईँको सिम छ त्यो गर्नु होला, थोरै प्रोसेस लिन्छ होइन। त्यसपछि यस्तो इन्टरफेस आउँछ, यसलाई माथि गर्नुहोस् पुरै होइन। तपाईँलाई देखाइदिन्छु, पुरै माथि गर्छु। यो सबैभन्दा माथि जिमेल एड्रेस हाल्नुपर्ने हुन्छ। तपाईँले जिमेल एड्रेस हाल्नुहोस्। त्यसपछि तल्लोमा चाहिँ मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। यसमा चाहिँ गल्ती नगर्नु होला, मोबाइल नम्बर हाल्ने बेला गल्ती गर्नुभयो भने तपाईँको हुने छैन है त। यो तपाईँले एकचोटि गल्ती गर्नुभयो भने क्यान्सल भइहाल्छ है त। म चाहिँ मोबाइल नम्बर हाल्दैछु। तपाईँले चाहिँ यसमा तल्लोमा चाहिँ मोबाइल इन्डियाको नम्बर हाल्नुपर्ने हुन्छ यसमा है। त्यसपछि यहाँ माथि गर्नुहोस्, यसमा रुपियाँमा जानुहोस्। अनि यहाँबाट तपाईँ हेर्नुहोस् 10 देखि लिएर तपाईँले यहाँ तल अरू पनि देख्न सक्नुहुन्छ। हेर्नुहोस् यो तल यो 2500 4000सम्म छ है। तर फिलहाललाई म चाहिँ त्यो गर्दैन, तपाईँहरूलाई देखाउनलाई मैले ल 150 गरेँ। ल 150 गरेँ होइन। यसमा मार्कमा दबाउनुपर्ने हुन्छ, टक्क मार्कमा दबाउनुहोस्। केही टाइम लिनेछ है। र नै 147 रुपियाँ तपाईँको एकाउन्टमा जान्छ। तपाईँको यहाँ इन्डियन रुपियाँ पैसा काट्छ 121 रुपियाँ है त। अनि यसमा प्रोसेस गर्नुपर्ने हुन्छ। तपाईँले यसमा प्रोसेस टु
केसियर लेखेको छ नि त, केस फ्री लेखेको छ, यसमा चाहिँ दबाउनु पर्ने हुन्छ है त। यसमा दबाउनुहोस्। यसमा दबाइसकेपछि यहाँ तपाईँले पाउनुहुन्छ फ्युचर यसमा युपिआईबाट पनि पाउनुहुन्छ, गुगल पेबाट, फोन पेबाट, पेटिएमबाट होइन। अनि युपिआई आइडीबाट पनि जान्छ। अनि यो क्याट यो ऊ भनेको चाहिँ कार्ड भनेको चाहिँ एटिएम कार्ड, डेबिट कार्ड जोबाट पनि गर्न सक्नुहुन्छ। अनि वालेटमा पैसा छैन वालेटबाट पनि गर्न सक्नुहुन्छ, नेट ब्याङ्किङबाट गर्नुहुन्छ, पेलेटरबाट पनि गर्न सक्नुहुन्छ है त। यसरी गर्न सक्नुहुन्छ। र तपाईँहरूले यो तरिका अपनाउनु भयो भने एकदमै सजिलो नै छ तपाईँहरूलाई होइन, एकदमै सजिलो छ, राम्रो पनि छ होइन। तपाईँहरूले यो तरिका अपनाउनु होला है त भन्न चाहन्छु। र यस्तो यस्तो भिडियो हेर्नुलाई तपाईँले अमर बुढा मगर युट्युब च्यानल र अमर बुढा मगर फेसबुक पेजलाई फलो गर्नुपर्ने हुन्छ है त। सब्सक्राइब र फलो गर्नुपर्ने हुन्छ। थ्याङ्क यू सो मच। नेक्स्ट भिडियोमा पुनः उपस्थित हुनेछु भन्दै आजको भिडियो यहीँ टुङ्गाउँदै होइन, तपाईँहरूलाई यस्तो यस्तो भिडियो हेर्नु होला भन्दै भिडियो जान्छु। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच।